व्यवस्था बदल्यौं अवस्था बदल्छौं। सुशासन र समृद्धिको आधार साँच्चै फेरिन्छ खप्तर छान्नाको मुहार। स्थानीय तहको निर्वाचन 2079। सबको सानो घर होस् हाल गोरु दुनो गाई बिपी दाइले भन्नुहुन्थ्यो सबै मिलौँ दाजु भाइ। सबको सानो घर होस् हाल गोरु दुनो गाई बिपी दाइले भन्नुहुन्थ्यो सबै मिलौँ दाजु भाइ। लोकतान्त्रिक समाजवाद नेपाली कांग्रेस जिन्दाबाद। लोकतान्त्रिक समाजवाद नेपाली कांग्रेस जिन्दाबाद। खप्तरछन्ना गाउँपालिका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितको 5 दलीय गठबन्धनका साझा उम्मेद्वार शालीन, भद्र, मिलनसार, नैतिकवान, इमानदार, जुझारु, लोकप्रिय युवा नेता अध्यक्ष पदमा श्री उत्तम बहादुर रोकाया, उपाध्यक्ष पदमा विष्णु बहादुर थापा, वडा नम्बर 1 का वडा अध्यक्षमा देवी भक्त जोशी, वडा नम्बर 2 का वडा अध्यक्षमा ज्योति प्रकाश बोगटी, वडा नम्बर 3 का वडा अध्यक्षमा गौरी अधिकारी, वडा नम्बर 4 का वडा अध्यक्षमा खडकराज जोशी, वडा नम्बर 5 का वडा अध्यक्षमा गोविन्द बहादुर सिंह, वडा नम्बर 6 का वडा अध्यक्षमा आइते बहादुर थापा, वडा नम्बर 7 का वडा अध्यक्ष ब्रह्मानन्द जोशी लगायत सम्पूर्ण गठबन्धनका उम्मेद्वारहरूलाई अत्याधिक बहुमतले विजय गराउँ। शीघ्र सेवा तीव्र विकासका लागि गठबन्धनका सबै उम्मेद्वारहरूलाई अत्याधिक बहुमतले विजय गराइदिनुहुन सम्पूर्ण आमा बुढा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौँ। व्यवस्था बदल्यौं अवस्था बदल्छौं। सुशासन र समृद्धिको आधार साँच्चै फेरिन्छ खप्तर छान्नाको मुहार। स्थानीय तहको निर्वाचन 2079। सबको सानो घर होस् हाल गोरु दुनो गाई बिपी दाइले भन्नुहुन्थ्यो सबै मिलौँ दाजु भाइ।